नमस्ते है। मेरो नाम चाहिँ सोनम सिंह भोटिया हो। म ईस्ट सिक्किमको निवासी हुँ। मेरो गाउँको नाम चाहिँ मार्ताम हो, साङ मार्ताम हो। अनि मेरो पापाको नाम चाहिँ नकुलामा भोटिया हो। अनि म चाहिँ फिलहाल चाहिँ अहिले म साउथमै बसिरहेको छु है। साउथमा बसेको अब 10 वर्ष हुन आँट्यो। किनभने चाहिँ मेरो मिसेसको हेल्थ इस्युले गर्दाखेरि मैले यहाँ बस्नु परेको। सो यो भिडियो बनाउने कारण चाहिँ मेरो एउटा तात्पर्य चाहिँ किनभने एउटा सहयोगको बारेमा एउटा भिडियो बनाइरहेको छु है। तपाईँहरूले मलाई अवश्य सहयोग गर्नुहुन्छ भन्ने आशा राख्छु है। सहयोग चाहिँ के को कारण भन्दाखेरि चाहिँ मेरो वाइफ चाहिँ विगत 10 वर्षदेखि नै लिभरको डिजिज भएर हामीले दबाई खर्च पनि गरिरहेको थियो, ट्रिटमेन्ट गरिरहेको थियो है। दबाईको डोज बढ्दै जाँदाखेरि चाहिँ दबाईको दामहरू पनि महँगो हुँदै जाँदैछ। महिनामा मैले 10-15 हजारको दबाई किन्नुपर्ने मेरो अवस्था परेको छ। अनि पानीको डोज पनि बढ्दै गयो। अनि त्यहाँदेखि दबाई चाहिँ अब 10-15 हजारको दबाई किन्नुपर्ने अवस्था परेको छ। अनि त्यहाँदेखि अब दबाई डोज बढ्दै गएपछि लिभरले चाहिँ अब त्यो दबाईले काम नगर्दाखेरि चाहिँ डक्टरले अन्तिममै भन्दैछ अब चाहिँ लिभर चाहिँ ट्रान्सप्लान्ट गर्नै पर्छ भन्ने हुँदाखेरि चाहिँ अनि फिलहाल चाहिँ मैले सिएमसी भेलोरमा गएर हामीले है डक्टरसँग कन्सल्ट गरेँ। डक्टरले अब भन्यो अब डोनरको लागि अब हाम्रोमा डोनर छैन, त्यही कारण लाइभ डोनर चाहिँ छैन। त्यही कारण डक्टरले भन्यो एउटा टेस्ट गर्नुपर्छ, त्यहाँ 10 दिन जति एडमिट गरेर टेस्ट गर्नुपर्छ भन्यो। अनि टेस्ट गऱ्यो, त्यहीँमा सबै टेस्ट गरेर एकदमै रिजल्ट राम्रो आएको छ। अनि डक्टरले भन्नुहुँदैछ कि सबै चिजहरू अहिले ठिकै छ, नर्मल छ। नर्मल हुने कारणले गरी यो ट्रान्सप्लान्ट चाहिँ सक्सेस हुने चान्सेस छ भनेछ। त्यसमाथि मेरो मिसेसको चाहिँ ओ पोजिटिभ हुने कारणले गर्दाखेरि चाहिँ अहिलेसम्म सिएमसी भेलोरमा चाहिँ 2 जनाको मात्रै ओ पोजिटिभको चाहिँ पेसेन्टको चाहिँ रेजिस्टर भएको छ अरे। अनि मेरो मिसेससँग 3 जना हुँदैछ। त्यही कारण चाहिँ डोनर पाउनेको चाहिँ एकदम छिटो नै उयो पोसिबल छ। त्यही कारण छिटै गर्नु भन्ने डक्टरले भन्नुहुँदैछ है। अनि त्यो ट्रिटमेन्ट गरेको यो अब सबै टेस्ट गरेको चिजहरू हो। अनि अब सबै अब मुटुदेखि लिएर फोक्सोदेखि जिउको सबै बडी चेक गर्नुपर्ने हुन्छ, टेस्ट गर्नुपर्ने हुन्छ। अनि त्यहाँदेखि मलाई एउटा एस्टिमेट दिनुभएको छ है। अब यो एस्टिमेट चाहिँ उहाँहरूले अब त्यो ट्रान्सप्लान्टको एस्टिमेट चाहिँ उहाँहरूले मलाई कमसेकम 20 लाखको दिएको छ है। अब त्यही कारण मलाई यो भिडियो बनाउने मलाई अवस्था पर्यो है। अनि ट्रान्सप्लान्टको चाहिँ यत्रो 20 लाखसम्म अमाउन्ट उहाँहरूले एस्टिमेट गर्नुभएको थियो है, भएको रहेछ है। त्यही कारण मेरोमा यत्रो पैसा छैन है। त्यही कारण चाहिँ म यो भिडियो बनाएर तपाईँको समक्ष राखिरहेको छु है। मलाई कसैले सहयोग गर्छौ भन्ने मलाई आशा छ है। हाम्रो अवस्था एकदमै गम्भीर हुनु कारणले गर्दाखेरि मलाई यो भिडियो बनाइरहेको छु। अनि म सबैजना हाम्रो सिक्किमको जतिजना कन्टेन्ट क्रिएटर हुनुहुन्छ तपाईँ सबैजनालाई म रिक्वेस्ट गर्न चाहन्छु कि मेरो यो भिडियोलाई तपाईँहरूलाई सेयर गरेर हाम्रो सिएम साहबसँग पुर्याइदियोस् भन्ने म आशा राख्छु। हस्पिटलबाट चाहिँ हामीलाई 1 हप्ताको समय दिनुभएको छ है। 1 हप्ताको भित्रमा चाहिँ 10 देखि 12 लाख चाहिँ रेजिस्ट्रेसन गर्नको लागि चाहिँ पैसा चाहिँ डिपोजिट गर्नुपर्नु भएको छ। जति चाँडै रेजिस्ट्रेसन भयो भने त्यति चाँडै नै डोनर पाउने आश्वासन दिएको छ मलाई डक्टरले है। त्यही कारण चाहिँ यो भिडियो बनाएको मैले। अनि मेरो जतिजना हाम्रो सिक्किमको वासीहरू हुनुहुन्छ सबैजनाले मलाई सहयोग गरिदिनुहुन्छ भन्ने आशा पनि छ। अनि यो भिडियोलाई सेयर गरेर हाम्रो सिएम साहबसँग पुर्याइदियोस् भन्ने म आशा पनि गर्छु। अनि सबैजनालाई अनि नमस्ते चढाउँदै म सोनम सिंह भोटिया सानो भिडियोलाई म